हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंगमध्ये मृगौला पनि एक हो। तर धेरै मानिसहरूले यसको ख्याल तब गर्छन् तब समस्या गम्भीर भइसकेको हुन्छ। तर आज हामी तपाईहरुलाई बताउनेछौं मृगौला रोगबाट कसरी बच्न सकिन्छ। नमस्कार, स्वागत छ तपाईहरुलाई हाम्रो च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्नेछौं मृगौला स्वास्थ्य, यसको जोखिम र बच्ने सजिला प्रभावकारी उपायको बारेमा। यदि तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। मृगौला हाम्रो शरीरको मौन संरक्षक हो। यसले शरीरबाट फोहोर पदार्थ हटाउने, रगतलाई शुद्ध बनाउने, शरीरमा पानी र मिनरलको सन्तुलन बनाउने काम गर्छ। तर खराब जीवनशैली, असन्तुलित खाना, स्वास्थ्यप्रति व्यवस्थाका कारण मृगौला बिस्तारै कमजोर हुँदै जान सक्छ। सबैभन्दा खतरनाक कुरा के भने मृगौला प्राय सुरुवातमा कुनै पनि स्पष्ट लक्षण देखिँदैन। केही बानीहरूले मृगौला रोगको जोखिम धेरै बढाउन सक्छ। हाई ब्लड प्रेसर, रगतमा चिनीको मात्रा बढी हुनु, धेरै नुन खानु, प्रशोधित खाना खानु, धूम्रपान र मद्यपान सेवन गर्नु र अनावश्यक औषधि प्रयोग गर्नु। विशेष गरी पेनकिलर औषधि लामो समयसम्म सेवन गर्दा मृगौलामा गम्भीर असर पर्न सक्छ। त्यसैले डाक्टरको सल्लाह बिना औषधि सेवन गर्नु जोखिमपूर्ण हुन सक्छ। मृगौला स्वस्थ राख्न केही सजिला र प्रभावकारी उपायहरू अपनाउन सकिन्छ। नियमित व्यायाम गर्नुहोस्, तौल नियन्त्रण गर्नुहोस्, पर्याप्त पानी पिउनुहोस्, सन्तुलित आहार खानुहोस्, नुन र जङ्क फुडको प्रयोग नगर्नुहोस्, धूम्रपान र मद्यपानबाट टाढै बस्नुहोस्। यी सामान्य बानीले पनि तपाईको मृगौला धेरै वर्षसम्म स्वस्थ राख्न सकिन्छ। विशेष गरी जोखिम समूहमा पर्ने व्यक्तिहरूले वर्षमा कम्तीमा एकपल्ट यस्तो परीक्षण गर्नुपर्छ। यसले मृगौला रोगलाई प्रारम्भिक अवस्थामा नै पहिचान गर्न मद्दत गर्दछ। स्मरण रहोस्, मृगौला रोग अचानक देखिने समस्या होइन, धेरै वर्षसम्म अस्वस्थ जीवनशैलीको परिणाम हो। त्यसैले आजबाट सुरु गरौँ हेल्दी लाइफस्टाइल, नियमित परीक्षण र सचेत जीवनशैली। किनकि मृगौला जोगाउनु भनेको आफ्नो जीवन सुरक्षित गर्नु हो। यदि यो जानकारी उपयोगी लाग्यो भने भिडियो लाइक गर्नुहोस्, शेयर गर्नुहोस्। यसै हेल्थ सम्बन्धी जानकारीको लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।